हामी चाहिँ साधुटार ताप्लेजुङ पाथिभरा देवीको दर्शन सकेर फर्किने क्रममा फिलिम नगरपालिकामा रहेको यो पर्यटकीय स्थल साधुटार, जुन चाहिँ यो पोखरी र यहाँको यो पाटनको लागि एकदम प्रख्यात छ। हामी यहाँ छौँ, हेर्न सक्नुहुन्छ। हामी अहिले फिलिममा हाम्रो साथी सागर ढुङ्गेलज्यूको घरमा बास बसेर अहिले बिहानको खाना त्यहाँनिर खाएर अनि बिदाहरी भएर निस्केर यहाँ आएको। अब वरिपरि घुमौँ है त, पोखरीको वरिपरि। वास्तवमा स्वर्ग खोज्नलाई पर जानै पर्दैन क्या, समय निकाल्नुपर्छ, हाम्रै वरिपरि छ। त्यसको उदाहरण एउटा यो हेर्नुहोस्, टाढा। अनि यी चाहिँ मेरी श्रीमती, मेरी माया। पानी बढ्दाखेरि त यहाँसम्मै आइपुग्छ होला। यहाँनिर यो ठाउँमा आउनको लागि चाहिँ यो बर्खा सकिए लगत्तै आउँदाखेरि चाहिँ एकदम बेस्ट हुन्छ जस्तो लाग्यो। त्यति बेला यहाँ सबै डाँडाकाँडा हरियाली हेर्न पाइने रहेछ। अहिले चाहिँ चिसोको कारणले गर्दा हुन त अब तुसारो पर्न सुरु भए पछाडि यो सबै यिनीहरू हरियै हुन्छ होला, तर अहिले चाहिँ सुक्खा जस्तो भएको छ। पारी पारी पर कति राम्रो दृश्य देखिँदो रहेछ यहाँबाट। अहिले हल्का तुवालो लागेको जस्तो देखियो पनि बुझ्दाखेरि परसम्म पहिला यहाँ हुँदाखेरि राम्रो हिमालय रेन्ज देखिएको जस्तो लाग्छ। धेरै अगाडि आएको थिएँ, बिर्सि पनि सक्यो। कञ्चनजङ्घाको मकर्न हिमालय रेन्जहरू देखिन्छ यहाँबाट। हो पोखरी हो, माछा त हुनुपर्छ। यता हेर न तुलै, फोटो खिच्ने। यो पोखरीको वरिपरिको भिडियो निकालौँ न। अनि आऊ न हौ तिमी पनि फ्रेममा। एकदम राम्रो। पछाडि यहाँनिर पक्का पनि के फुलहरू लगाउनलाई होला कि गार्डन बनाउनको लागि हो कि। यहाँ पछाडि यो खनजोत गरेको, अहिले सोधौँला त्यहाँनिर। आलु रोप्नलाई के हो र? यहाँनिर त नि पहिला यस्तो थिएन नि। यति त है ड्याङ रहेछ। यति बेला हो आलु रोप्ने तर यो त यहाँनिर त यो गर्ने के गराउने यो पर्छ नि यो ठाउँमा थाहा छ। यो यसको आकार नि कता कतातिरबाट हार्ट सेपको देखिन्छ क्या अहिले, होइन पहिला पनि हामी आउँदाखेरि त्यस्तै देखिन्थ्यो होइन। पानी यहाँसम्म आउने रहेछ बर्खामा।
हिजो जस्तो घुमेर चाहिँ आज बनाऊ न रिल्स क्या आऊ जाम नमस्कार सोल्टी के छ खबर कस्तो लाग्दैछ एकदम बबाल साह्रै राम्रो नसोचेको भेटघाट मनोरञ्जन दृश्य कहाँसम्मको यात्रा ए हामी चाहिँ फर्केको दर्शन गरिवरी आज पुग्नु भएको थियो भने चाहिँ हिउँ भेट्नुहुन्थ्यो हिजो मस्त पानी परेको थियो हिउँ पर्छ भन्दै थिएँ होइन बस्न चाहिँ तल फेदीतिरै बस्नु पानीको लास्टै स्क्यासिटी छ माथि फेदीमा पानी पाइपमा त्यही त जमेर नुहाउँदो रहेछ गाह्रो भयो यहाँ आइपुग्नलाई बाटो अप्ठ्यारो धेरै स्ट्रगल भयो बाइकलाई तर आइपुग्यो जाउँ है